मैले जे पाइसकेँ होइन अघि मैले एक किनेर ल्याएको थिएँ एउटा 3टा ल्याएको थिएँ 2टा चाहिँ सकिसक्यो अब एउटा बाँकी छ देखो ऐसे में बड़ा सख्त लौटा हूं लेकिन यहाँ में बिगड़ गया भोलि अन्त 2-4वटा चक्लेट किन्नु पर्यो नि त घरमा अब भाइ बहिनीहरू छ मम्मी ड्याडी होइन काका काकीहरू सबै हजुरआमाहरू हुनुहुन्छ सो जाऊँ अब हामी उतै भेट्छु तपाईँहरूलाई होइन सपोर्ट गरिदिनु गाइज सी यू लेटर I like the way you write it. I show me it look like siren, just like 5-0. I got 5-0, just like domino. I put the bitch, I put her. भर्खर नुहाएर आएको फेरि पसिना भएन मम्मीले 2 शब्द भनिदिनुहुन्छ अरे होइन भोलि मेरो जन्मदिन हो नि त सो अनि हेरौँ के भन्नुहुन्छ मम्मीले ओके गाइज सी यू लेटर 2 शब्द मेरो छोरा भोलि 19 वर्ष पुरा भएर 20मा टेर्दैछ मेरो छोरा प्यारो छोरा मेरो आँखाको नानी हो एकदम ज्ञानी छ र सधैँभरि ज्ञानी बुद्धिमानी भइरहोस् मेरो आशीर्वाद मेरो प्यारो छोरालाई अनि गिफ्ट के दिनुहुँदैछ गिफ्ट त अब गिफ्ट भनेको सधैँभरि मम्मीको बाबाको माया तिमीलाई तो चलिए शुरू करते हैं हेलो गाइज एन्ड वेलकम टु द आवर न्यू ब्लग आजको ब्लगमा तपाईँहरू सबैलाई स्वागत छ अनि अहिले चाहिँ दिउँसोको ठिक 12 बजिसकेको छ होइन अनि म चाहिँ अहिले एनएससी ब्याङ्कतर्फ लाग्न लागिरहेको छु किनभने अस्ति चेक दिएको थिएँ होइन धरानमा अनि त्यस चेक आज साट्न जान लागिरहेको छु आजको दिन दिइरहेको थियो नि त होइन डेट अनि सो भोलि चाहिँ गाइज एकदम स्पेसल डे होइन अनि मेरो भोलि चाहिँ बर्थडे अनि सबैले सब्सक्राइब गरिदिनु होला आजको भिडियोमा होइन लाइक सेयर सब्सक्राइब किप सपोर्टिङ होइन एसएन 28 राइट आइ एम सो एक्साइटेड फर टुमारो होइन टुमारोको लागि एकदम एक्साइटेड छु त्यही हो अनि अब अहिले चाहिँ अब एनएससी ब्याङ्क जान लागिरहेको छु नि त किनभने अब त्यहाँ चेक दिएर त साट्छु अनि त्यसपछि म चक्लेट किन्न जान्छु होइन चक्लेट किन्न जान्छु भोलि अन्त 2-4वटा चक्लेट किन्नु पर्यो नि त घरमा अब भाइ बहिनीहरू छ मम्मी ड्याडी होइन काका काकीहरू सबै हजुरआमाहरू हुनुहुन्छ सो जाऊँ अब हामी उतै भेट्छु तपाईँहरूलाई होइन सपोर्ट गरिदिनु गाइज सी यू लेटर गाइज भोलि चाहिँ मेरो बर्थडे सो त्यसको लागि होइन सबैले मेरो सब्सक्राइबर 500 पनि पुगेको छैन 1K चाहिँ पुऱ्याइदिनु त होइन फटाफट पुऱ्याइदिनु होला एकदम आशमा छु गाइज गरिदिनु है त ओके सी यू लेटर बनाइरहेको छु मैले चाहिँ चक्लेट किनिसकेन यत्रो अब यहाँदेखि जाँदैछु अनि हामी घर जाँदा लगाएको यो बुनिया पछाडि जाँदैछ बोकाइदिन्छु बक बुनिया सबै भइसक्यो बिहानको बर्थडे हो नि त चक्लेट दिँदै थिएँ म यसो केटाकेटीहरूलाई दिनलाई अगाडि सिन खतरा देखिँदैछ देखाउँछु पुग्नु ल
हामी चाहिँ अब यहाँदेखि जानु लागि लास्ट गर्मी छ पानी पनि तातो तातो बाइक त पार्क छ लोकेसन के भयो त ब्याग बोकेर तपाईँको हुँदैन वेलकम ब्याक गाइज म चाहिँ घर आइसकेको छैन फ्याक्ट्री चलाउनु पर्ने थियो अनि चलाउँदैछु अहिले लास्टै गर्मी लाग्दैछ मैले चाहिँ तिमीहरूको गाइज तिमीहरूको भाउजूलाई घर छोडिदिएँ क्या घर मतलब घरनिर आसपासमा घर त गइन नि त होइन अहिले बिहा भएको छैन तरी कहाँ जान्छु गर्ने सो अब मेसिन चल्दैछ ढुङ्ग्रो बनाउँदैछु त्यही हो मेरो बर्थडेको सब्सक्राइब 1000 पुऱ्याइदिनु है गिफ्ट मेरो लागि है त्यही हो अरू चाहिँ के पनि चाहदिनँ बाजे बाप बिग्रिँदैछ अब होइन एकछिन बस्नु है त गाइज मैले त्यो पाइसकेँ होइन अघि मैले यही किनेर ल्याएको थिएँ एउटा 3टा ल्याएको थिएँ 2टा सकिसक्यो एउटा बाँकी छ मुसो दारी कस्तो सुहाउँछ कि सुहाउँदैन कमेन्ट गर्नु त दामी देखिन्छ ह्यान्डसम बोय 1 2 3 लाइक कमेन्ट सेयर सब्सक्राइब ड्याङडुङ बाङबुङ तोडिदिनु पर्दिनु होइन गरिदिनु त त्यहाँ भटाक्सुङ्गे एकछिन गिर्गल रे विजय कुमारबाट अहिले स्टाइल देखाउँछु स्टाइलिस विजय कुमार प्र्याक्टिस गर्दैछु म अघिदेखि अब हेर्नु है त स्टाइलिस विजय कुमार मेन्टस अर्को पनि अब मेन्टस अब हातमा हेर्नु विजय कुमार प्रिन्टेड च्याट डिङ डोङ डिङ म त मेन्टसलाई भइसकेको छ होइन म चपाउँदैछु तर ढुङ्ग्रो धेरै आएको छ म यसरी हानिदिन्छु होइन भोलि चाहिँ मेरो ह्याप्पी बर्थडे म एकदम एक्साइटेड छु भोलिको दिनको लागि के हुन्छ कसो हुन्छ कसले सबभन्दा सुरुमा विस गर्छ म तपाईँहरूलाई देखाउँछु बाजे पनि छ यहाँ बाजे हो बाजे बक्लाइसक्यो बाजे भोलि बाजेले लोकल खान्छ अरे 2 ग्लास लोकल खान्छ अरे 2 ग्लास 20 टकाको ला बसे ठिकै यो कहाँ यसरी जाब काली बोक्लाइहाल्यो कालीको प्यारोमा गाइज म चाहिँ बाजेलाई एउटा एकदमै ब्युटिफुल एन्ड वन्डरफुल एउटा गाना डेडिकेट गर्न चाहन्छु होइन त्यो गाना चाहिँ के हो भने कालीले बाजेलाई प्यारमा फसायो किन हो किन बाजे पागल बको छ कालीको प्यारमा हेलो गाइज अहिले चाहिँ राति परिसकेको छैन अनि पुरै भर्खर नुहाएर आएको फेरि पसिना भएन मम्मीले 2 शब्द भन्नुहुन्छ अरे होइन भोलि मेरो जन्मदिन हो नि त सो अनि हेरौँ के भन्नुहुन्छ मम्मीले ओके गाइज सी यु लेटर दुई शब्द के ल भनिदिनु बल्ले हाँस्नुहुन्छ मेरो छोरा भोलि 19 वर्ष पुरा भएर 20 मा टेक्दैछ मेरो छोरा प्यारो छोरा मेरो आँखाको नानी हो एकदम ज्ञानी छ र सधैँभरि ज्ञानी बुद्धिमानी भइरहोस् मेरो आशीर्वाद
मेरो प्यारो छोरा अनि गिफ्ट के दिनुहुँदैछ गिफ्ट त अब गिफ्ट भनेको सधैँभरि मम्मीको बाबाको माया तिमीलाई सँग साथै बस्नु ल गिफ्ट नपाइने भयो त्यसो आशीर्वाद पायो गिफ्ट पाएन गाइज ल आजको ब्लग यति आज के भन्छ आशीर्वाद पाउँदै आजको ब्लग इन्ड गरौँ होला सी यु नेक्स्ट ब्लग अनि अब एकैचोटि भोलि बर्थडेको दिन अब हेरौँ यता सबभन्दा सुरुमा कसले उस गर्छ होइन सी यु लेटर गाइज